हेलो गाइज, वेलकम टु कविता ब्लग। आज चाहिँ नयाँ वर्ष होइन, अनि हामी नयाँ वर्षमा चाहिँ कतै घुम्न गएनौँ। अनि बहिनी र म चाहिँ कतै नि गएन। मितिनीहरूलाई बोलाएको, मितिनीहरू नि आउनु भएन होइन। अनि हामी चाहिँ यही रुममा यसरी बनाउँदैछौँ होइन, मासु अचार यता होइन। अनि डिउहरू पनि छ, हामी दुईजना मात्रै बसेर पार्टी गर्ला। मम्मीहरू नि उता के अरे बौद्धतिर हुनुहुन्छ, मामा गाउँमा। अनि अब हामी पकाउँ। हामीले यहाँ यसरी मासुमा मसला घोल्दैछौँ होइन। अनि बहिनीले भर्खर कराई बसाउँदैछ है। अब चाहिँ यहाँ तरकारी बनाउन लगाएको। बहिनीले यति तेल हालेको रहेछ, अलिक थप्दैछौँ। यो चाहिँ तरकारीको लागि प्याज केलाएर खुर्सानी काट्दैछ होइन। चाटनी रेडी भइसक्यो अब होइन। अब तरकारी र खाना पाक्नु बाँकी छ। चाहिँ तरकारी अनि दाल पकाउँदैछ। अब धनियाँ मात्रै हाल्नु छ तरकारीमा है। अहिले चाहिँ अब धनियाँ हालेँ। अब यसो हेरिदिउँ होइन कस्तो हुँदो रहेछ। हेर्दा त आहा यतिकै टिपेर खानु रहेछ। छैन खतरा देखिरहेको हजुर तपाईँको। अब यो एकछिन यो धनियाँ पाक्नु दिउँ, खाने हो। तरकारी पाकिसक्यो। अनि मेरो दिदीले चाहिँ होइन त्यहाँ हुक्का बनाउनको लागि खै के जति हाल्ने भनेर मलाई त थाहा छैन के हाल्छ हो। अब हेर्नु पर्यो मजाले। अङ्गुर अरे भिडियो भनेको फोटो खिचेर हाल्ने गरे चक्कुले त नानी। चक्कु यता अब के हालेर बनाउँछ अब हेरिराख्नु पर्यो। तपाईँहरूलाई म पछि भन्छु। दिदीले अङ्गुर हालेर पानी हालिसक्यो। अब सुन्तला हाल्नु आँटिरहेको छ। ठुलो जाने भने सुन्तला पनि हाल्छ र गाइस। मैले त आजै देखेछु यहाँ के हाल्यो दिदीले। अब सुन्तला हाल्दै अब के हाल्छ हेरौँ। त्यसपछि अनार हाल्ने रे। ठुलो मम्मीहरू त भर्खर आउँदैछ भन्थ्यो मम्मीले। अनार पनि हाल्नुभयो दिदीले। अब के हाल्छ त्यो नि हाल्नु। कागती हाल्दैन, कागती पनि हाल्ने रे। अब म कागती हाल्नुभयो मेरो दिदीले। अनि कस्तो दिन्छ हाल्नुभयो। खाने भयो आइज रेणुके दिदी। बिचरालाई चाहिँ हामीले जेलेस पार्दै गरेको। हामीले रेणुकालाई यहाँ जेलेस गर्दैछौँ। मेरो पप्पी यहाँ नदी काटेर बजेछ, दालको सिटी जाँदैछ होइन। के अरे यसै देखाउनु होइन। ल देखा कस्तो देख्यो गाइजहरू भन्नु होला। अब म त डिउ त हाल्दैन होला भनेको त डिउ पनि हाल्ने रे। ढोका तयार हुँदैछ। भन्छ त म फेरि फुरुके भए फुरुके। हुक्का चाहिँ रेडी भइसक्यो। खाना थालिसक्यो बहिनीले। वाउ कस्तो छ हुक्का भन् त। धुवा नै मजाले निकाल्यो न, खतरा छ नि। मैले बनाएको नि त हुक्का लभर हो होइन। हामी के अरे स्मोक गर्दैनौँ नि त, त्यही भएर। ल खाऊ मेरो कोको। तिमी के खाने भन पुप्तु। फेरि होइन मलाई त थाहा नै थिएन नि। फेरि गोलो निकाल्नु। वाउ कोको त पनि खाने। आयो मा हामी दुईजनाको पार्टी। ह्याप्पी न्यु इयर। बहिनी जन्मै साथी भनेन। हुक्का तान अब तान
जाने बेला पनि कस्तो लजाइरहेको कि मेरो बहिनी किनभने त्यसले हुक्का खाँदैन नि त हिजो अस्ति अलिक खानु थालेछ को तिमी के खान्छौ भन हाम्रो बहिनी फेरि उयो भइसक्यो नि त जान्ने प्रोम्याक्स भइसक्यो हुक्का तान्नुलाई ओइट 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 लुक आजलाई चाहिँ यति नै भ्लग होइन टाइट अब हामीले चाहिँ बेलुका मनाएको हो नि त बेलुका है बिहानभरि त सुत्दै नै गइहाल्यो त्यही भएर गुड नाइट